नमस्कार सम्पूर्णमा सम्पूर्ण नेपाली कांग्रेसमा समर्पित हुनुहुने र आस्था राख्नुहुने सम्पूर्ण पार्टीका क्रियाशील सदस्यज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू र पार्टीका विभिन्न तह र तबकामा हालसम्म राणाकालीन देखि हालसम्म आफ्नो विशेष योगदान पुर्याउने शहीदहरू प्रति प्रवासबाट जय नेपालको न्यानो अभिवादन टक्राउन चाहन्छु। अहिले नेपाली कांग्रेसको विशेष महाधिवेशन देशले परिवर्तन चाहिएको छ। परिवर्तन सँगसँगै युवाहरूको नेतृत्व हुनुपर्छ, युवाहरू अगाडि बढ्नुपर्छ र युवाहरूले नयाँ भिजनका साथ देशलाई एउटा सत्मार्गमा लिएर जानुपर्छ भन्ने विभिन्न किसिमका तर्क भनाइहरू रहँदै पनि र जेनजीले ल्याएको एउटा युगको परिवर्तन, नयाँ नेतृत्वको परिवर्तनको लागि जुन एउटा जेनजीले ल्याएको थियो त्यो जेनजीको भावना अनुसार पनि हाम्रा अग्रज नेता र हाम्रा पार्टीका श्रद्धेय सभापति शेरबहादुर देउवाजीले अझै पनि बुझ्न नसकेको जस्तो भान भइरहेको छ। तथापि पनि नेपाली कांग्रेसका समर्थकहरूले परिवर्तन चाहेका थिए। नयाँ नेतृत्वको चयनका साथसाथै देशको आमूल परिवर्तनको लागि एउटा खम्बाको रूपमा अगाडि बढेर जाने भन्ने एउटा जुन नीति नियम र पार्टीको विधान जुन थियो त्यसमा चाहिँ देउवाजीले आफ्नो निरङ्कुश शासन लागू गरेर आफू मात्रै सत्तामा जाने मोह जुन उहाँले देखाउनु भयो, यसप्रति हामी सम्पूर्ण विदेशमा रहनुहुने विभिन्न नेपाली कांग्रेसका भातृ सङ्गठनका सदस्यज्यूहरू र नेपाली कांग्रेसप्रति माया मोह राख्ने आम जनसमुदायहरू यसको घोर विरोध भर्त्सना गर्न चाहन्छौँ र जुन भोलि हुन गइरहेको महाधिवेशनमा बन्द सत्रमा पक्कै पनि नेपाली कांग्रेस पार्टीले नयाँ नेतृत्व पाउनेछ र नयाँ नेतृत्वले नै देशलाई एउटा विकासोन्मुखतर्फ लैजानेछ र देशको कुनै पनि समस्याहरूको लागि एउटा खम्बा बनेर बस्न सक्नेछ। एउटा निर्णायक पार्टीको रूपमा आम नेपाली जनसमुदाय प्रति प्रस्तुत हुनेछ भन्ने पूर्ण आशा गर्दै भोलि हुन गइरहेको बन्द सत्रको पूर्ण सफलताको कामना प्रवासबाट गर्दै यहाँहरू समक्ष बिदा हुन्छु। हस्त नमस्कार, जय नेपाल, जय राष्ट्र, धन्यवाद।